नमस्ते एभ्रिवान वेलकम माई बोधी ट्रिप टुर्स युट्युब च्यानल। म चाहिँ तपाईँहरूलाई आज कोरियामा डाइकास्टिङ मेसिन चाहिँ कसरी चलाउँछ भनेर एउटा सानो भिडियो बनाउन गइरहेको छु। यो डाइकास्टिङ मेसिन चाहिँ लगभग 600 देखि 700 डिग्रीको लगभग तातोमा उसलाई एल्युमिनियमलाई पगालिन्छ। यहाँ देख्न सक्नुहुन्छ यो लगभग 650 660 डिग्री लगभग तातो छ। यो चाहिँ एल्युमिनियम यसमा गएर त्यहाँ राखिन्छ, त्यसपछि मेसिनबाट यसरी निकालिन्छ है त। यो देख्न सक्नुहुन्छ यो चाहिँ गाडीको त्यसपछि फ्रिजको तल लाग्ने सामानहरू बन्छ यसबाट। अनि यसलाई चाहिँ यसमा चाहिँ नेसेसरी सामान चाहिँ राखिन्छ, अननेसेसरी सामानलाई चाहिँ यसरी टुक्रा पारेर फालिन्छ, त्यसलाई फेरि रियुजमा हालिन्छ है त साथीहरू। देख्नुहुन्छ मेसिन दुईवटा मेसिनबाट जोडिन्छ, जोडेपछि आकृति बन्छ, आकृति बनेर निस्किन्छ। त्यसले सबै अटो मेसिन हुन्छ है, अटोबाट बनाएर निकालिन्छ। अनि त्यसमा देख्न सक्नुहुन्छ झरेपछि अनि यसमा फ्यान हुन्छ, फ्यानले चाहिँ चिसो बनाउँछ, चिसो हुँदै आउँछ। अनि यतापट्टि धेरै लगभग 1-2 मिनट जति चिसो भएपछि यतापट्टि आए चाहिँ नेसेसरी र अननेसेसरी छुट्याएर अनि चेपुङ चाहिँ यसरी राखिन्छ। अनि फुल्याङ छ भने त्यहाँबाट निकालिन्छ अनि स्टोर गरेर उतापट्टि लगेर राखिन्छ है त साथीहरू। देख्न सक्नुहुन्छ यो मेसिन हो। मेसिन चाहिँ लगभग 350 टन जतिको हुन्छ एउटा मेसिन। एल्युमिनियम त्यहाँ खनिरहेको छ अनि उताबाट एकदम स्पिडले हान्छ, स्पिडले हानेर अनि त्यो मेसिन जोडिदिएर आकृति बन्छ, त्यो आकृति अनुसारको सामान निस्किने है त साथीहरू। त्यो देख्न सक्नुहुन्छ एकदम तातो हुन्छ, यो झर्दाखेरि चाहिँ धेरै तातो हुन्छ। यो अर्कै सामान हो, यो धेरै किसिमको सामानहरू छ, मैले जोडी हालेको छु। यो धेरै किसिमको छ। यो चाहिँ आइस प्लेट भन्छ यसलाई चाहिँ। अनि धेरै तातो हुन्छ, यो झिक्दाखेरि तातो हुन्छ। अनि यसलाई बिस्तारै सेलाउँदै आउने हो, सेलाउँदै आएर यसमा चाहिँ हामीले सामानहरू यसमा राख्ने, नचाहिने सामान फेरि लगेर रियुजको लागि त्यहाँ पगाल्न हालिदिन्छ। अनि काम चाहिँ के हुन्छ भने तपाईँको यो अननेसेसरी सामानहरूलाई चाहिँ यसरी बिँड र यो अगाडिको काम नलाग्ने यो झुर्काहरू चाहिँ यसरी काटेर फालिन्छ है त साथीहरू। उताबाट बग्दै आउँछ, आएपछि अनि राम्रो छेप्पु मात्र अलग्गै राख्ने हो, अरूलाई चाहिँ फेरि रियुजको लागि हालेर फेरि अरू नयाँ सामान बनेर आउँछ है त साथी। देख्न सक्नुहुन्छ यो धेरै तातो हुन्छ है, तातो हुन्छ। यतापट्टि चाहिँ सेलाएर आउँछ, तर उता सामान झर्ने बेलामा चाहिँ धेरै तातो हुन्छ। यसरी सामान ल्याएर कन्टेनरमा हालेर राख्न सक्नुहुन्छ। यो चाहिँ फेरि अर्कै हो, यो सामान पनि फेरि अर्कै छ। मेसिन चाहिँ यही हो, यो एल्युमिनियमबाट बन्छ है यो सामानहरू चाहिँ। धेरै तातो हुन्छ झर्दाखेरि। त्यसपछि देख्न सक्नुहुन्छ यो बिचको एउटा सामान मात्रै चाहिँ चेन्ज गर्यो भने त्यसले आकृति अनुसारको अलग अलग सामान निकाल्छ है त साथीहरू। चाहिँ धेरै किसिमको हुन्छ, लगभग 20-25 आइटमकै हुन्छ। ल यो राम्रो सामानहरूलाई चाहिँ छुट्टै मिलाएर राखिन्छ है त साथीहरू, यसमै चाङ्लाएर राखिन्छ। यो चाहिँ लगभग 20 स्टेजसम्म चाङ्लाएर राखेपछि अनि ऱ्यापिङ गरेर अनि छिकिचाले आएर लिएर जाने है त साथीहरू। त्यसरी राखिन्छ, कन्टेनरमा हाले चाहिँ उताबाट लचाङ राखिन्छ। यो चाहिँ ह्यान्डल भन्छ, यो ह्यान्डल हो। अनि एउटामा दुईवटा ह्यान्डल जोडिएको हुन्छ, दुईवटालाई अलग अलग बनाएर छुट्याएर अनि राख्नुपर्ने हुन्छ। ल है त साथीहरू, कोरियामा चाहिँ डाइकास्टिङ मेसिनबाट यस्तो सामान बन्छ है त। यो चाहिँ फ्रिजमा, त्यसपछि यो सेथाकी भन्छ लुगा धुने मेसिनमा, अनि गाडीहरूमा तलतिर लाग्दो रहेछ। काम चाहिँ यो मान्छेले यो अननेसेसरी सामानहरूलाई यसरी छुट्याउनु पर्छ है त साथीहरू। सामान चाहिँ उताबाट बिस्तारै झर्छ, 1 मिनटमा लगभग 2वटा सामान जति झर्छ है त। झर्छ, काम चाहिँ त्यति बिजी चाहिँ हुँदैन। र यो बोटालेर एकचोटि गरेर चाहिँ धेरै आराम गर्न पनि सकिन्छ। तर खाली हातले छुँदा चाहिँ अलिअलि तातै हुन्छ, त्यसरी मिलाएर छङ्ग्री गर्नुपर्ने कामहरू धेरै हुन्छ है त। धेरै बिजी चाहिँ हुँदैन काम, तर बिस्तारै झर्ने भएर चाहिँ त्यसलाई मिलाएर राख्नुपर्नेलाई टाइम लाग्छ।
गर्नुपर्छ है त साथीहरू। त्यसपछि म तपाईँहरूलाई देखाउँछु यसले चाहिँ मेसिनहरू चेन्ज गर्नु पऱ्यो भने यसले उचालेर लगेर राखिन्छ। अनि त्यसमा माथि क्रेनबाट गर्ने हो। माथि क्रेन देख्न सक्नुहुन्छ, यसले उचाल्छ। अनि यस्तो यस्तो सामान बन्छ है त। एउटा सामानको आइटम भयो। यहाँबाट सबै कन्ट्रोल प्यानलबाट सबै सेटिङ मिलाउने हो। यो मेसिन देख्न सक्नुहुन्छ। अनि यस्तो पनि बन्छ, यस्तो सामान पनि बन्छ, चाहिँ धेरै बन्दैन। अनि यसलाई चाङ्ला यसरी राख्न सक्छ। अनि यसरी 20 स्टेजसम्म चाङ्ला आएपछि अनि ऱ्यापिङ गरेर लिएर जान्छ। अनि यस्तो सामान पनि बन्छ है त साथीहरू। यो यस्तो भयो।